Hello everyone, welcome back to Class Gaming. This is day 3 of Clan War League and it's getting intense. In today's video, we'll review some failed attacks, analyze what went wrong, and then finish strong with clean 3-star replays. If you want to improve your Clan War League performance, stay till the end. Guys, हाम्रो CWL को चाहिँ यो वार 3 सकिसकेको छ। वार 3 को चाहिँ म केही फ्यु रिप्लेहरू देखाउँछु फेल एट्याकहरूको। हामी आज खासमा पुरै रिप्ले हेर्नुभन्दा नि फेल एट्याकहरू चाहिँ कस्तो फेल भएको छ CWL मा त्यो हेर्छौँ मेनली, अनि फ्यु 3 स्टार रिप्ले पनि देखाउँछु है त। यसमा चाहिँ बोथ साइड अपोनेन्टको साइड पनि कभर गरिरहेको छु अनि हाम्रो क्ल्यानको त भइहाल्यो। त्यो हेरौँ है त। यो चाहिँ विक्रम ब्रोको एट्याक रहेछ। ब्रोले नि थ्रोवर हानेछ तर ब्रोको चाहिँ सबै थ्रोवर घुमेछ क्या। ओभर ग्रोथ हाल्दाखेरि पनि घुमिरहेछ क्या ब्रोको टुस चाहिँ। हेरौँ है त। 2 स्टार मात्र छ यो एट्याक चाहिँ। फनेलिङ चाहिँ एकदम दामी गरेको छ, त्यही पनि साइडबाट गएको छ क्या ट्रुप्स चाहिँ सबै। हेरौँ है त यसै गरी अर्को एट्याक छ, हेरौँ है त। स्ट्रङ अमरको फेल चाहिँ धेरै भएको छैन, 40 हानेछन् केटाहरूले। एक्सपेक्ट चाहिँ अलि धेरै नै थियो तर 40 मात्र भएको छ यो वारमा चाहिँ। एक्सपेक्ट हाम्रो अगाडिको 45 अनि 44 भएको थियो। मैले एक्सपेक्ट गरेको थिएँ चाहिँ 42 प्लस नै एक्सपेक्ट गरिरहेको थिएँ तर कहिलेकाहीँ बिग्रिन्छ। हेरौँ है त कस्तो हानेछ। यो चाहिँ स्ट्रङ अमर ब्रोको एट्याक हो। हेरौँ है त। म चाहिँ यो रिप्ले हेरिरहेको छु, यो रिप्ले कभर गरिरहेको छु आज सबै। हेरौँ है ब्रोको एट्याक लास्टमा टाइम फेल भएको जस्तो देखिन्छ तर राम्रै हानेको थियो हान्न चाहिँ। क्विन स्टिल बाँचिरहेछ। हेरौँ है त। स्टिल मेटर गोलेम पनि छ, उसको टाइम फेल भयो क्या लास्टमा। धेरै डिफेन्स बाँकी थिएन, 92% मात्र आएको छ है त। यसै गरी अर्को एट्याक हेरौँ है त। हाम्रो दाजुको चाहिँ एट्याक आज डुबेछ फेरि सर्लक्कै। दाइको एट्याक हेरौँ है त, मोटु दाइको। हिजोसम्म दाइले राम्रो हान्नु भएको थियो, आज फेरि ट्रुप्स जम्मै घुमेर ध्वस्त भएछ दाइको। ट्रुप्स नै आधी आधी स्प्लिट भएर गएछ क्या, नत्र त 3 स्टार आउँथ्यो यो। साइडमा खासै केही त थिएन तर त्यो एउटा हिरोले गर्दाखेरि चाहिँ आधी रोवर उता गइदिएछ। अनि दाइको एट्याक त्यसपछि डामाडोल भइहाल्यो। आधी आधी ट्रुप्स स्प्लिट हुने बित्तिकै एट्याक डामाडोल हुन्छ। दाइले कभर गर्न चाहिँ राम्रो कभर गर्न खोज्नु भएको रहेछ तर किङको एबिलिटीले टाउन हललाई हानेको भए 2 स्टार आउँथ्यो स्पाइकी बलले, तर त्यो पनि साइडबाट गएछ क्या सबै। अनि यता टोटेम स्पेल पनि हल्का ढिला भएको हो कि जस्तो लाग्यो। किङ मरिसकेपछि तर टाउन हलको लाइफ चाहिँ एकदम थोरै छ क्या। एट्याक कभर चाहिँ गर्न खोज्नु भएको हो, एट्याक राम्रो नै थियो तर साइडबाट सबै घुमेर ध्वस्त भइदिएछ। एट्याक 1 स्टार मात्र। अब अर्को एट्याक हेरौँ है त, रुवालुङको। ब्रोले स्प्याम एट्याक हाने रहेछ। ब्रोको पनि त्यस्तै सबै ट्रुप साइडबाट गइदिएछ क्या, बिचमा बचेनछ। स्टिल ओभरग्रोथ हानेर कभर चाहिँ गर्न खोजिरहेछ, त्यही पनि सबै साइडबाट गयो। तर टाउन हल चाहिँ फुटाएछ 2टा थ्रोवरले, त्यही भएर 3 स्टार 2 स्टार आयो। बाँकी चाहिँ ब्रोको कनेक्सन लस्ट भएको हो कि जस्तो लाग्यो। 2टा रिभाइभ स्पेल स्टिल बाँकी नै छ, युज हाने छैन अनि यत्तिकै छोडिदिएको छ क्या ब्रोले। 30 सेकेन्ड 35 सेकेन्ड बाँकी रहेछ। खै के गरेको हो मैले बुझ्न सकिनँ यो चाहिँ। दुईटा रिभाइभ स्पेल अनि 4वटा हेड हन्टर, 2टा सुपर बार चाहिँ घर ल्याएको छ क्या ब्रोले। के गरेको मैले कुरै बुझ्न सकिनँ। अनि अर्को हेरौँ है त। अपोनेन्टको नि माथिको बेस चाहिँ फेल भएको छ, माथिको 3टा। उनीहरूले पनि धेरै हान्न चाहिँ सकेको छैन। उनीहरूको पनि 37 मात्र भएको छ, हाम्रो चाहिँ 40 हानेछ। जस यतिको डिफेन्स आइरह्यो भने चाहिँ हामीले CWL जितिन्छ है। अब भोलिको एट्याक कस्तो हान्छन् केटाहरूले, भोलि फेरि अर्को भिडियो लिएर आउँछु। यो चाहिँ हाम्रो सागर ब्रोले हानेको एउटा रिप्ले देखाइदिउँ न त। खास स्प्याम एट्याक नै हो यो, इजी नै छ तर दामी फनेलिङ बनाएको छ है केटाले।
यदि भएपछि काहीँ पनि घुम्दैन ट्रुप्स। एट्याक चाहिँ जे होस् राम्रो छ है। यो स्टिल स्ट्रङ नै छ। लेजेन्डमा पनि राम्रै छ, तर लेजेन्डमा अलि अस्तिको अपडेटपछि चाहिँ अलि नराम्रो भएको छ। वारलाई चाहिँ स्टिल पनि मिलाएर फनेलिङ बनाएर हान्न सक्यो भने चाहिँ 3 स्टार आउँछ है त। त्यसै गरी यो त इजी नै 3 स्टार भएको छ। यसमा टाइम फेल हुने त चान्सै हुँदैन। त्यो भएर यो आरसी चार्जभन्दा चाहिँ मलाई राम्रो लाग्छ क्या यो एट्याक। अपोनेन्टबाट नै हामीलाई हानेको फेल एट्याकहरू चाहिँ हेरौँ न 1-2 वटा कस्तो हाने रहेछ। हेरौँ। बाँकी उनीहरूको पनि फेल जस सेकेन्ड नम्बरको हेरौँ है त कस्तो छ। राजदादाको बेस हो यो चाहिँ। दुई साइडबाट चार्ज गराएछ केटाले, तर लास्टमा पर्सेन्टेजै आएन क्या धेरै। हान्न चाहिँ खोजे हो, तर चिप्ल्यो। ट्रुप्स पनि बिच कोरमै लिएर आएको छ सबै, खोइ कसरी बिग्रियो थाहा छैन क्या यो। यसो हेर्दाखेरि चाहिँ यसको स्पेल पनि 3टा बाँकी नै थियो। आरसीलाई युज गरेर रहेछ इन्भिज स्पेल। त्यहाँदेखि बिचमा आएपछि ट्रुप्स सबै मरेर जम्मा 68% 68 मात्र भएको छ है त यो। यस्तो खासै धेरै चाहिँ छैन। अरू चाहिँ हाम्रो 3 स्टारले चाहिँ जे होस् कभर गरे सबै नै। र लास्टमा हामीले जितिसकेका छौँ। अब डे 4 को चाहिँ म अर्को भिडियो लिएर आउनेछु। त्यसको लागि चाहिँ तपाईँले लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। अनि भोलि फेरि अर्को भिडियो लिएर आउनेछु। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू टुमोरो गाइज।